आज चाहिँ हामी मान्याको स्कुल जान्छु। रिजल्ट पनि छ, अन्त मिटिङ पनि छ, प्रोग्राम पनि छ अरे। डान्स गरेको छ, तिमीले गरेको छैन होला। आज हेरौँ के हुन्छ, रिजल्टमा पास हुन्छ। ल मानु रेडी भयो, अब जाने होइन? अब गाडी रोक्नुपर्छ। आज त फाल्टु गाडीमा हो। कति बज्यो? ए 9 बजी जानुपर्छ। अब 10 बजी पुग्नुपर्छ। जाउँ ल, जाउँ बिस्तारै हिँड। गाडी छ नि त, सधैँ के हुने अहिले हेर, गाडी पाएन त आज फाल्टै गाडीमा। गाडी पायो। स्कुल पुगेँ मान्याको, जाँदैछु उकालो। मात्र होइन, यो नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय पहिचानप्रति सम्मान व्यक्त गर्ने महत्त्वपूर्ण अवसर पनि हो। यहाँहरूलाई धन्यवाद। अङ्ग्रेज तथा नेपालीहरूको युद्ध हुनुभन्दा केही महिना अघि सन् 1814 अर्थात् असार 29 गते सम्वत 1871 को दिन भानुभक्तको जन्म भएको थियो। पश्चिम नेपालमा सप्तगण्डकी प्रदेशमा अवस्थित तनहुँको रङ्गा गाउँमा यिनको जन्म एउटा सम्पन्न ब्राह्मण कुलमा भएको थियो। यिनै श्री कृष्ण आचार्यका 6 जना छोराहरूमध्ये जेठा छोरा धनञ्जय आचार्यका ज्येष्ठ सुपुत्र भानुभक्त हुनुहुन्थ्यो। भानुभक्त आचार्यले आफ्नै बाजे श्रीकृष्णबाट नै शिक्षा आर्जन गरेका थिए। संस्कृत, साहित्य तथा व्याकरण सँगसँगै यिनले ज्योतिष पनि पढेका थिए। अनि ती उब्रेको पैसाबाट त्यस घाँसीले आफ्नो गाउँको भलोको निम्ति इनार खन्ने, अनि पछिसम्म पनि त्यो इनार कसले खनेको, त्यो इनार एउटा गरिब घाँसीले खनेको भन्ने नाम रहन्छ भन्ने हृदयमा बोकेर त्यो घाँसीले दिनहुँ मेहनत गरेको देखेर भानुभक्तले एकछिन त आफैलाई नै निकाले। उहाँले मनमा नै गम्न थाले, ममा के कमी छ? पढालेखाको मानिस, धन सम्पत्ति टन्न भएको, तर मैले अझसम्म यस नपढेको घाँसीले सोचेकोसम्म पनि मैले सोच्न सकेको थिइनँ। तर आज यस घाँसीद्वारा भेट हुनु नै मैले मेरो समाजको उत्थान गर्नुको निम्ति म चुनिएको रहेछु भन्ने उद्देश्यले उहाँले घाँसीको बाटोले उदाहरण पारेर यही भावनाको परिणाम स्वरूप उनले एउटा कविता लेखे। त्यही कविता अहिले नानीहरूले वाचन गर्न तपाईँहरूको समक्ष आउनेछन्। त्यस पश्चात उहाँले रामायणलाई नेपालीमा अनुवाद गरे। अनि भानुभक्तले के सोचे भने, म मेरो जातिको निम्ति यस संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरिदिन्छु। जे धन र चिजहरू
को अरे जाऊ न तिमी पनि हो मान्यको फ्रेन्ड्सहरू अरे हौ
हेर्नुहोस् अनि कति छ जस्तै भए पनि तपाईँहरू नानीहरूलाई माया गर्नुहोस्, सल्लाह दिनुहोस् अघि बढाउनुको लागि। अनि तपाईँ यदि नानीले राम्रो गरेको छैन एक्जाममा पनि तपाईँ निराश नहुनुहोस्, हामी सँगै मिलेर नानीलाई अघि बढाउने प्रयास गर्नेछौँ। र तपाईँहरू सबैजनालाई आफ्नो आफ्नो क्लासमा नानीहरूसँग गएर रिजल्ट दिने अनुरोध गर्छु। अब चाहिँ हामी मान्याको रिजल्ट ल्याउनु गएको। मान्या अब त रिजल्ट हुन्छ है। जाउँ यताबाट। भिड भएछ। मान्नु, you did so well. 98%. Outstanding. घर जानु। अम्बो मान्नुले कस्तो दामी गरेछ है, A+ आएछ। यताबाट अरे हौ। यो अर्कै छ नि त है। आऊ छिटो बिस्तारी। गाडी रोक्नुपर्छ। अनि के खाएको? त्यही त हो त अन्त। तिमीहरूको स्कुल। अब घर जानुपर्छ ल नानी, गाडी रोकेर। घर आइपुगे। खै त हेर त तिम्रो कपाल त। बिस्तारै कुदा। एक्जाम पनि के भयो तिम्रो त, हेर त डल्लै निक्लेछ। एक्जाम पनि राम्रो गरेछ मान्याले। गुड गर्ल। फर्स्ट भए फर्स्ट। बिमारमा पनि फर्स्ट भयो पर। फर्स्ट भयो हामीले के ल्याइदिनु तिमीलाई भन त। आम्मा बजार गएको नि 98 ल्याएछ हौ आम्मा। फर्स्ट भएछ। के ल्याइदिनु? अब मिठी होला उसलाई त। ए कसले किनिदियो?